यो के फिजियोलोजी अफ रेस्पिरेसन भनेको होइन। यो चाहिँ के अरे जस्तो सुरुमा चाहिँ हामीले यो लङ्स भयो भन्नाले एटमोस्फियरबाट एयर लियो होइन भित्र, खोइ पुरै ब्लर आइरहेको रहेछ। एटमोस्फियरबाट होइन, अनि हामीले चाहिँ अक्सिजन इनहेल गऱ्यो, यो चाहिँ लङ्स भयो होइन। अनि अब लङ्सबाट चाहिँ के अरे ब्लडमा जाने प्रोसेस भनेको चाहिँ एक्सटर्नल रेस्पिरेसन होइन। अनि यसमा लेखेको छ इन्भल्भ्स एक्सचेन्ज अफ ग्यासेस फ्रम एल्भियोलाई टु द लङ्स। एल्भियोलाई भनेको चाहिँ अब लङ्समा हुन्छ होइन, लङ्स पनि हुन्छ के अरे अब जे भयो हुन्छ त्यो लङ्स छुट्टै छ भने पनि झ्याउ छैन। अनि त्यसपछि के अरे एल्भियोलाईमा हुन्छ। अनि एल्भियोलाईमा जान्छ कि सुरुमा चाहिँ साइट अफ रेस्पिरेसन भनेको एल्भियोलाई हो कि। अनि त्यसपछि एल्भियोलाईमा गएपछि एल्भियोलाईबाट चाहिँ के अरे ब्लडमा जाने प्रोसेस हो कि एक्सटर्नल रेस्पिरेसन भनेको। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि के अरे त्यो अब फिजिक्समा पढेको थियो नि हायर कन्सन्ट्रेसनबाट लोवर कन्सन्ट्रेसनमा जान्छ भनेर। अब त्यस्तै चाहिँ अब हामीले के अरे ब्रिथ इन गर्दाखेरि के अरे लङ्समा त अब अक्सिजनको लेभल बढ्ने भयो, अनि कार्बन डाइअक्साइडको लेभल घट्ने भयो नि त होइन। अब अक्सिजनको कन्सन्ट्रेसन बढ्ने भयो नि त। अब त्यस्तै ड्युरिङ इनहेलेसन कन्सन्ट्रेसन भन्नाले यो चाहिँ भएन मैले इट अकर्स बाई द सिम्पल डिफ्युजन प्रोसेस फ्रम द रिजन अफ हायर कन्सन्ट्रेसन टु लोवर कन्सन्ट्रेसन कि। अब हायर कन्सन्ट्रेसनबाट लोवर कन्सन्ट्रेसनमा जान्छ कि केही कुरा पनि होइन। जस्तो अब कि त अक्सिजन भयो कि त कार्बन डाइअक्साइड, यसमा चाहिँ हामी त्यो दुइटाको कुरा मात्रै गर्छौँ होइन। अनि त्यसपछि के हुन्छ भन्दाखेरि अब इनहेल गर्दाखेरि कन्सन्ट्रेसन अफ अक्सिजन उसमा लङ्समा बढ्छ अनि कार्बन डाइअक्साइड घट्छ भने देन द ब्लड सो अक्सिजन डिफ्युजेस फ्रम एल्भियोलाई टु द ब्लड। अनि ब्लडमा चाहिँ अब के अरे अब खाली हुन्छ कि त्यो अक्सिजन ट्रान्सफर गर्नु भन्दाखेरि, त्यही भएर यसमा चाहिँ अक्सिजनको कन्सन्ट्रेसन लो हुन्छ। अब हायर कन्सन्ट्रेसन एल्भियोलाईबाट लोवर कन्सन्ट्रेटेड यो ब्लड भेसलतिर जान्छ होइन। अनि त्यही गरी चाहिँ के अरे अब ब्लडमा चाहिँ कार्बन डाइअक्साइड बढी हुन्छ नि त। अब यो लास्टमा प्रोसेसमा आउँछ होइन। अनि त्यही बुझ्दा यतिकै नि बुझिन्छ के अरे इनहेल गर्दाखेरि कार्बन डाइअक्साइड फु गर्छ नि हामीले होइन। अनि त्यही भएर कार्बन डाइअक्साइड बढी हुन्छ। अनि कार्बन डाइअक्साइड चाहिँ लाइक एक्सचेन्ज हुन्छ कि अब एल्भियोलाईबाट अक्सिजन लिन्छ, कार्बन डाइअक्साइड छोडिदिन्छ कि एल्भियोलाईमा जान्छ, अनि त्यसपछि एल्भियोलाईबाट चाहिँ बाहिर जान्छ। अनि अब त्यस्तै भनेको चाहिँ ट्रान्सपोर्टेसन अफ अक्सिजन। अब ब्लडमा अक्सिजन आयो होइन, अब अक्सिजन यतिकै ट्रान्सफर हुन सक्दैन। अब अक्सिजनलाई ट्रान्सफर हुनाले के मिडियम चाहिन्छ, त्यो भनेको चाहिँ हेमोग्लोबिन हो कि होइन। अनि रेस्पोन्सिबल फर ट्रान्सपोर्टेसन अफ अक्सिजन टु इच एन्ड एभ्री सेल अफ द बडी भयो। अनि हेमोग्लोबिन चाहिँ अक्सिजनसँग कम्बाइन भएर एउटा स्टेबल कम्पाउन्ड बन्नुहुन्छ कि त्यसलाई चाहिँ हामीले के भन्छ अक्सी हेमोग्लोबिन भन्छ। एचबी प्लस O2 गिभ्स HbO8 भएन। अब चाहिँ इन्टर्नल रेस्पिरेसन। अब इन्टर्नल रेस्पिरेसन भयो। इन्टर्नल रेस्पिरेसन भित्र हुने रेस्पिरेसन जस्तै अब एक्सचेन्ज अफ ग्यासेस बिट्विन ब्लड एन्ड सेल। अब एल्भियोलाईबाट ब्लडमा गयो, ब्लडबाट अब फेरि सेलमा जानु पऱ्यो होइन। अब सुरुमा चाहिँ अब हेमोग्लोबिन त जस्ट अब त्यो सामान पठाउने ट्रक जस्तै भयो होइन। अब के अरे हेमोग्लोबिन अब डिसोसिएट हुनु पऱ्यो नि त। अक्सी हेमोग्लोबिन यो फर्म भएको कम्पाउन्ड छैन, यो डिसोसिएट हुनु पऱ्यो त्यो अक्सिजन दिनलाई। त्यही भएर डिसोसिएसन अफ अक्सी हेमोग्लोबिन, किनकि हामीले हेमोग्लोबिन चाहिँदैन, हामीलाई खास मेन चाहिने भनेको अक्सिजन हो। ड्युरिङ सेलुलर रेस्पिरेसन देयर इज लो कन्सन्ट्रेसन अफ अक्सिजन, हाई कन्सन्ट्रेसन अफ कार्बन डाइअक्साइड, अनि हाई टेम्परेचर र लो प्रेसर हुन्छ, जुन चाहिँ होइन फेभर हुन्छ कि जुन चाहिँ फेभरेबल कन्डिसन हुन्छ उसको लागि डिसोसिएसन अफ अक्सी हेमोग्लोबिनको लागि। त्यही भएर HbO8 अब फेरि HB र 4O के अरे अक्सिजनमा कन्भर्ट हुन्छ होइन। अब त्यसपछि अब यो अक्सिजन चाहिँ हामीले यो के अरे त्यो फुडहरू अक्सिडाइज गर्न युज हुन्छ भन्नाले अब एनर्जी निकाल्न। अब जस्तै अक्सिजन फ्रम द सेल इज युज टु अक्सिडाइज फुड टु रिलिज एनर्जी, यो त बुझिहाल्छ। अनि त्यसपछि ड्युरिङ दिस प्रोसेस CO2 इज इभल्भ विच इज मुभ आउट अफ द ब्लड फ्रम द सेल्स भएन। अब के अरे यो ग्लुकोज अक्सिजन गरेर कार्बन डाइअक्साइड वाटर र एनर्जी निस्क्यो होइन। अब योबाट फेरि अब कार्बन डाइअक्साइड इभल्भ भएको छ नि त। अब कार्बन डाइअक्साइड पनि धेरै बेर ब्लडमा बस्यो भने
के अरे हार्मफुल हुनसक्छ नि त, किनकि त्यसले कार्बनिक एसिड के बनाइदिन्छ अनि त्यसपछि डिजिज कज गर्न सक्छ त्यसले। अब कार्बन डाइअक्साइड हार्मफुल सो सुड बी रिमुभ होइन, क्यान बी रिमुभ इन 3 फर्म्स, 3टा फर्म रिमुभ हुनसक्छ। एउटा कार्बनिक एसिड, कार्बोएमिनो हेमोग्लोबिन र बाइकार्बोनेट होइन। अब फर्स्ट फर्म भनेको कार्बनिक एसिड, यो चाहिँ 5% कार्बन डाइअक्साइड चाहिँ यो फर्ममा रिमुभ हुन्छ होइन। अनि कार्बन डाइअक्साइड र वाटर त्यो मिक्स भएर कार्बनिक एसिड बन्छ। यो चाहिँ आरबिसीको प्रेजेन्ट हुन्छ। यही रियाक्सन मात्रै लेख्दा हुन्छ अनि त्यसपछि फर्मेसन अफ कार्बोएमिनो हेमोग्लोबिन। अब कार्बन डाइअक्साइड फेरि हेमोग्लोबिनसँग कन्भर्ट के अरे कम्बाइन हुन्छ अनि त्यसपछि कार्बोएमिनो हेमोग्लोबिन बनाउँछ। अब यो चाहिँ मैले यादै गर्नुपर्छ, केही ट्रिक चाहिँ केही छैन। अनि त्यसपछि यो माथि भनेको H2CO3 अब फेरि डिसोसिएट भएर H+ र बाइकार्बोनेट आयन दिन्छ। यो बाइकार्बोनेट आयन चाहिँ अब सोडियम र पोटासियम हुन्छ नि त हाम्रो बडीमा सल्टहरू, अनि त्योसँग रियाक्ट भएर सोडियम बाइकार्बोनेट र पोटासियम बाइकार्बोनेट बन्छ। अनि अल द इन प्रोडक्ट आफ्टर रिचिङ ब्लड रिलिज कार्बन डाइअक्साइड विच देन मुभ्स इन्टु द एल्भियोलाई फ्रम वेयर इट इज फाइनली पास आउटसाइड बाई एक्सेलेसन प्रोसेस भयो होइन। मैले यहीँ भनेको थिएँ अगाडि के अरे एट द सेम टाइम कन्सन्ट्रेसन अफ CO2 इज मोर इन ब्लड कम्पेयर टु द एल्भियोलाई भनेको थिएँ नि, त्यही हो कि। यो प्रोसेस भएपछि फेरि एल्भियोलाईमा जाने भयो नि त, त्यो ब्लडमा हुँदै आफ्टर रिचिङ द ब्लडमा पुग्छ। अनि अब यहाँको ब्लडमा चाहिँ कार्बन डाइअक्साइडको मात्रा बढी हुन्छ अनि त्यही भएर अब हाई कन्सन्ट्रेसनबाट लो कन्सन्ट्रेसन जानु पऱ्यो। CO2 हाई छ यता भनेपछि अब हाईबाट लोमा जानु पऱ्यो अनि एल्भियोलाईमा जान्छ, एल्भियोलाईबाट फेरि एयरमा।